Thank you so much भन्ने चाहन्छु हाम्रो एकदमै ग्रेट लिडर सिनियर सर मिस्टर लक्ष्मण सरलाई समय नभएको बावजुद पनि थोरै बोल्ने मौका दिनुभएको छ त्यसकारण मनैदेखि नै धन्यवाद भन्न चाहन्छु र धेरै कुरा गर्नुभन्दा अगाडि आफ्नो छोटो मिठो परिचय दिन चाहन्छु हजुर सम्पूर्णलाई मेरो तर्फबाट नमस्कार म आस्मा थारू मेरो जन्मघर पाँचगढी बर्दिया हाल बसाइ कोहलपुरमै छ एजुकेसन नर्मल +2 र काम गर्दै गरेको अनुभव भन्दाखेरि अलरेडी वान इयर चाहिँ भइसकेको छ र आजको जुन यो हाम्रो बबई रिसोर्टमा स्थित भएको जुन सेमिनार छ हाम्रो एकदमै स्नेह सर मिस्टर विजय गुरुङ सरले दिनुभयो र जुन सेमिनारले त्यो सेमिनारमा म चाहिँ के कुरा सिके के कुरा रियलाइज गरे त्यो हजुरहरु माझमा भन्न चाहन्छु So, guys, ready हुनुहुन्छ? पक्का? ठिक छ म सुरुवात गर्न चाहन्छु फर्स्ट अफ अल त उहाँले सुरुमा फ्यामिलीको बारेमा भन्नुभएको थियो आज हामी यो व्यापार गर्दैछ र व्यापार गर्दै जाने क्रममा सुरुमा हाम्रो फ्यामिलीलाई चाहिँ प्रायोरिटी दिनुपर्छ यानि कि फ्यामिलीलाई चाहिँ खुसी बनाउनुपर्छ आज हाम्रो एज यति भएको छ हामी यसरी के गर्न सकिरहेछौँ कारणले गर्दा फ्यामिलीको कारणले गर्दा आज मम्मी ड्याडीले सायद हामीले सपोर्ट नगरेको भए हामी यहाँसम्म पुग्न सक्ने थिएनौँ होला कि आज हामी जे छ जस्तो छ मम्मी ड्याडीको कारणले छ सबैभन्दा सुरुवाती पिरियडमा मम्मी ड्याडीलाई चाहिँ हामीले ह्याप्पी बनाउनुपर्छ मम्मी ड्याडीको हामीहरू सपना चाहिँ पुरा गर्नुपर्छ मम्मी ड्याडीलाई चाहिँ हामीहरू ह्याप्पी चाहिँ बनाउनुपर्छ भन्ने कुरा चाहिँ दिनुभयो र त्यो कुरा मलाई पनि लाग्यो कुरा त हामी ठुलो ठुलो गर्छ अरूलाई देखाउनको लागि तर घरमा हेर्नुहुन्छ भनेपछि आफ्नै मम्मी ड्याडी ह्याप्पी हुन्न के ह्याप्पी कसरी हुन्छ जब हामी मम्मी ड्याडीले के गर्छ पैसा दिन्छ अनि बल्ल ह्याप्पी हुन्छ यस रियल उहाँले के भन्नुभयो पैसा छ सब ठोक छ पैसा छ फ्यामिली छ साथी छ पैसा छैन फ्यामिली पनि छैन साथी पनि छैन यतिकै नकमाएर निकम्मा भएर घरमा बस्नु न फ्यामिलीले पनि के गर्छ निकम्मा भन्छ नराम्रो मान्छ कि आज फ्यामिलीलाई खुसी बनाउनु छ भनेपछि अलिकति भए पनि पैसा चाहिँ कमाउनु पर्ने रहेछ त्यो कुरा पाएँ र यति चाहिँ म आफूलाई कमिटमेन्ट गरेको छु कि अरू ह्याप्पी होस् नहोस् डजन्ट म्याटर तर मम्मी ड्याडीले जसरी भए पनि म खुसी चाहिँ बनाउने छु लुक लाइक अ प्रोफेसनलको कुरा आउने बित्तिकै हामी के गर्छ सिर्फ ड्रेसअप मात्रै हेर्छ कि ओन्ली ड्रेसअप मात्रै हैन प्रोफेसनल भनेपछि उहाँले भन्नुभयो कि प्रोफेसनलमा हाम्रो पोजिटिभ वर्ड पनि आउनुपर्छ पोजिटिभ ठीक हुनुपर्छ र पोजिटिभ टोन पनि हुनुपर्छ र त्यो कुरा मैले एकदमै रियलाइज गरेँ कि आज ड्रेसअप पनि छैन त्यसको साथसाथमा पोजिटिभ टोन पनि छैन कि यानी कि बोल्ने तरिका विनम्र छैन यता आइज उता जा त्यस्तो मेरो एउटा टोन पनि छ सो यो कुरा मैले रियलाइज गरेर एउटा लिडर भइसकेपछि त्यसलाई पनि म सुधार गर्नेछु भन्ने कमिटमेन्ट पनि गरेँ र हजुरहरू पनि गर्नु होला र त्यसको साथसाथमा अर्को कुरा पनि गर्नुभएको थियो जुन आज सपना हामी ठुलो देख्छ तर त्यो सपना पुरा गर्नको लागि हामी सिक्न चाहँदैन सपना पुरा गर्नु छ भनेपछि त्यसको लागि हामीले के गर्नुपर्छ सिक्नुपर्छ सबैजनाले सुन्नु भएको छ होला जुन मान्छेले सिक्छ त्यो मान्छेले बिग्छ र जो बिग्छ त्यो नै संसारले जित्छ र आज हामी पनि यो इन्डस्ट्रीमा टिक्न चाहन्छौँ भनेपछि सिक्नुपर्छ जब हामी यो इन्डस्ट्रीमा टिक्छ अनि बल्ल संसारले जित्न सक्छ हामी सबैजना संसारले जित्नको लागि आएको छ र आफूले जित्न चाहनुहुन्छ भनेपछि त्यसको लागि आजैदेखि सिक्न चाहिँ स्टार्ट गर्नुपर्छ र अर्को कुरा पनि गर्नुभएको थियो जुन लिसनरको सुन्ने कला हामीहरूमा हुनुपर्छ सुन्नु मात्रै ठुलो कुरा होइन सुनिसकेपछि त्यो कुरा चाहिँ बुझ्नु पर्ने हुन्छ हामी यो ठाउँमा जब होइन हामी के गर्दैछ व्यापार गर्दैछ राइट व्यापार गर्दैछ तर हामी एउटा स्यालेरीको माइन्डसेट लिएर आएको हुन्छ सो हामी व्यापार गर्दैछ भनेपछि हेर्नुहोस् बिजनेसमा व्यापारमा के हुन्छ भन्दाखेरि टाइम लाग्छ कि
सक्सेस हुन्छु, एक दिन म ब्रान्ड बन्छु, एक दिन म सफल भएर चाहिँ देखाउँछु भने सोचालेर अगाडि चाहिँ बढ्नुपर्छ है। र अर्को टार्गेट गोल त्यो त छँदै छैन। सो म यति भन्दै हजुरहरूमा